कति खाना पाक्दैछ होला आज छोरा त आउँदैछ त के पाक्दैछ खाना पाक्दैन जिउन रेडी भइसक्यो हो के आउँदैछ रात पनि परिसक्यो यत्रो टाइम पनि यत्रो भइसक्यो आउँदैन त केटा त कहाँ चाहिँ आइरहेछ हौ कति यसो खाना त पाक्दैछ होला नि खेमरा त बिहानै हिँडेको होला बिहानै हिँडेको भन्दै थियो कहाँ आइपुगेको छ हौ खाना त रेडी भइसकेको छ त्यही त आइपुग्दैन खाना रेडी भइसक्यो सेल छ होला ढिलो हुन्छ हो अङ्कल नमस्ते नमस्ते केटाहरुमा आइपुगेछ त दुवै तेरो साथीहरु पनि आउँदैछ बस 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 हामीले अब खानाहरु पाक्दैछ मासुहरुमा आज पतिङले पकाउँदैछ हो यसरी अब खाएर तिमीहरु पनि जानु हैन साथीहरु पनि भेटिराख्नु आएको बेलामा कहाँ आउँदैछ हौ यत्रो आउनु छैन यहाँ बत्ती हेर्दै उ बिमारी भएर गाउँमा सुनेको थियो यत्रो गरिरहेछ चिया खान्छ नखाने अङ्कल नखाने अहिले भर्खर चिया खाएर चाहिँ हामी आएको कि आज साथी आउँछ भनेर हामी सुनेको थियो अनि त्यही भएर चाहिँ हामी यसो टाइम पनि बत्ती हुँदा यस्तोमा खान्छ हुन्छ खानुहोस् न तपाईँ साथी आउँदैछ भनेर सुनेको थियो त्यही कारणले चाहिँ हामी आएको नि अङ्कल त्यही त को छैन हौ कहाँ आउँदैछ केटालाई त नि म छिटो छिटो आइज भनेको थियो मैले कहाँ जामतिर फस्यो कि के हो के कस्तो आउँदैछ क्या हौ क्यामेरा लाइट बन्दैछ क्या हो आउँदैछ क्या हो हेर्दै आउँदै गले होला थाकिरहेको होला बस्नु हामी आइज यहाँ बस्छ केटाले बल्ल बल्ल आइपुगेछ क्यामेरा आइपुगेको पानी दिनु मलाई दिन्छु नि मलाई खानुहोस् है लु यस्तै हो अब गाउँठाउँमा गरमले कि उकालो बाटो भएर हो के साह्रो ढिलो अब अन्त जाम भयो कि क्या बाटोतिर जाम भयो नि केटा त हिँड्नु त छिटो हिँडेको आउँदा आउँदै यहाँ बाटोमा जाम भएर भएको लु अब यत्रो रात परिसक्यो छिटो छिटो बत्तीले खानाहरू पिनाहरू गर्दैछ मासुहरू लिएको छ आज छोरा आउँदैछ भनेर ऊ साथीहरू पनि आएको छ भेट्नुको लागि भनेर आएको रहेछ यिनीहरूलाई बस भनेको थियो खानापिना खाएर जा भनेको थियो साथी बल्ल बल्ल आउँदैछ तिमीहरूको पहिलाको साथी त होइन त्यही भएर चाहिँ यिनीहरूलाई पनि बस भनेको ठिक्कै भेट पनि भयो भन के भयो यो त बुढो न बुढो छ त बाउ त हेर जवान न जवान के छ टिप्सहरू बताइदिनु नि हौ यस्तो छोरालाई त्यही त यसो हामीले धेरै दिनमा साथीले देखेको त बुढो पो देख्यो त बाउ भन्दा पनि बुढो पो देखेर त बाउ भन्दा पनि बाउ हेरेर त म जवान लक्खे जवान जस्तो देख्दैछ छोरा पो यहाँ बाउ जस्तो देख्दैछ त के भयो जवान भनेको बाउ यसो सिकाइदिनु है यहाँ अङ्कल छोरालाई पनि गाउँ घरमा फेरि यसो जाँदाखेरि त बाउ भन्दा छोरा पो पुरो भएछ भने फेरि यो त हाँसुठो कुराहरू सुन्छ यसो टिप्सहरू बताइदिनु न अङ्कल यसो छोरालाई पनि खोइ केटाहरूले त जवान भन्दैछ अब भन्नु त सबैले त्यस्तै भन्दैछ अब छ नि ट्रिक अब बताउनु मिलेन है हात नै हो त्यो ट्रिक भनेको छ्या बताइदिनु न बताइदिँदा त केही पनि हुँदैन केही पनि हुँदैन बताइदिनु न अङ्कल छ्या केही पनि हुँदैन पार्लेजी खा है के भन्छौ आफा पार्लेजी खाएर चाहिँ अहिलेसम्म को जवान भएको छ हौ देखिनस् यहाँ तेरो बाउलाई सबैले जवान भनिरहेको छ देख्दैनस् अहिले यत्रो 40 वर्ष पुगिसक्यो सबैले जवान भनेछ देखिन ट्रिक यहाँ बाउको तँलाई झन् सिका कसैलाई भनेको छुइनँ म पार्लेजी देखिन त्यो नानी देखिन खोलमा त्यो पहिलादेखिको इत्रुदेखि देखेको कहिले बुढो हुँदैन त्यही खाएर यहाँ म पनि यस्तो भएको छु त्यही खा भनेको बस के भन्छ आफै हौडेको कुरा नगर्नु नि गरेको बेला यो अहिले कम्प्युटरको जमानामा चाहिँ कसले चाहिँ यस्तो कुराहरू चाहिँ भन्यो तपाईँलाई चाहिँ हौडेको यो भन्दा चाहिँ खा न बाउले भनेको कुरा चाहिँ तँ जन्मेको कि म जन्मेको है खा मलाई थाहा छ यहाँ बत्ती भेट कहिले ऊ केस हेर्दा कालो कहिल्यै फुल्दैन बत्ती भनिदिइहाल्नु के चाहिँ लाउँछ भनेर भनिदिइहाल्नु त मेरो त अहिलेसम्म त फेरि लभली哎呦我的妈！